को 448 नम्बरको प्रब्लम छ। फाइन्ड अल नम्बर्स डिसअपियर्ड इन द एरे भनेको छ। यो क्वेसन मजाले पढौँ। गिभन एन एरे नम्स अफ एन इन्टिजर्स वेयर नम आई इज इन द रेन्ज अफ 1 to n, रिटर्न एन एरे अफ अल द इन्टिजर्स इन द रेन्ज 1 to n द्याट डु नट एपियर इन द नम्स भनेको छ है त। भनेको चाहिँ दुइटा हेर्नु पऱ्यो, नम्बरको लेन्थ 1देखि एनसम्म हुन्छ। यहाँ कन्सटेन्टमा के दिएको छ, एन भनेको चाहिँ के हो, नम्स डट लेन्थ भनेको छ। भनेको नम्स डट लेन्थ नै हाम्रो एन हो। अब 1देखि एनसम्मको बिचमा चाहिँ कुनै नम्बर्सहरू मिसिङ छ कि छैन भनेर चाहिँ हामीले सल्भ गर्नुपर्ने हुन्छ है त। सो अब हामीले के गर्न सक्छौँ, पहिला सिम्पल तरिकाले कसरी के मिसिङ छ त यसमा हेर त। 1 2 3 4 5 6 7 8, 5 र 6 मिसिङ थियो। त्यस्तै गरी यसमा चाहिँ अब यसमा चाहिँ 2 कसरी आयो त भन्दाखेरि नम डट लेन्थ भनेपछि यसको कति चाहिँ 2 आउँछ भनेपछि 2 सम्म हेर्नु पऱ्यो। भनेपछि 2 आउनुको साटो यसमा चाहिँ के आइरहेको छ भने यसमा चाहिँ 1 रिपिट भइरहेको छ भनेपछि मिसिङ नम्बर चाहिँ 2 भयो। अब यसलाई कसरी सल्भ गर्ने त है त। लेट्स से अल मिसिङ नम्बरमा चाहिँ हाम्रो चाहिँ के पास गरौँ भने नम्स पास गरौँ। ओके, अब के गरौँ भने अब हामीलाई सबभन्दा पहिला त रिटर्न गर्नको लागि चाहिँ एउटा एरे चाहिन्छ। त्यसपछि लेट्स से के अरे यो नम्समा चाहिँ के हुन्छ भने यहाँ रिपिट भएको छ कति नम्बरहरू हेरौँ त। 2 रिपिट भएको छ, 2 रिपिट भएको छ। अब त्यो रिपिट गर्नु भएको चिजलाई चाहिँ इटिरेट गरिराख्नु भन्दा चाहिँ हामीले चाहिँ के गर्न सक्छौँ भन्दाखेरि लाइक लेट्स से त्यसलाई चाहिँ हामी सेटमा चाहिँ कन्भर्ट गऱ्यौँ भने चाहिँ त्यसले चाहिँ रिपिटेसन्स चाहिँ हटाइदिन्छ। भनेको चाहिँ अब नम्स अब यसले चाहिँ के हुन्छ भन्दाखेरि अब रिपिट भएको चिजलाई चाहिँ रिमुभ गरिन्छ। जस्तो यसमा चाहिँ यो डबल दुईवटा 2 छ भने एउटा 2 बनाइन्छ है त। अब यसमा चाहिँ के गर्नु पऱ्यो भने अब हामीले चाहिँ फर लुप चलाउनु पऱ्यो। अब के गर्नु पऱ्यो, फर लेट्स आई इन रेन्ज कहाँसम्म जानु पऱ्यो त भन्दाखेरि 1 देखि चाहिँ नम्बरको चाहिँ एरेको लेन्थ प्लस 1 गर्नु पऱ्यो। किन भन्दाखेरि लाइक हाम्रो चाहिँ एरेको लेन्थ चाहिँ यसले चाहिँ जस्तो दुईवटा दिएको छ भने चाहिँ हामीलाई चाहिँ अर्को नम्बरसम्म चाहिँ इटिरेट गर्नु पऱ्यो, किनभने यो 0देखि गर्छ यसले है त। सो ओके, सो अब यसमा के गर्ने भने अब चेक गर्नु पऱ्यो होइन। इफ अब यो हामीले चाहिँ यसमा चाहिँ यदि मिसिङ नम्बर चाहिँ यसमा स्टोर गर्दै जान्छौँ है त। जस्तो इफ लेट्स सो आई इज नट इन है त, भनेको यदि आई चाहिँ यो यसमा छैन भने होइन, यो हाम्रो लाइक यो एरेमा छैन भने हामीले के गर्नु पऱ्यो, के यसमा छैन भने चाहिँ इटरेट गर्नु पऱ्यो। ओके, यो इज हुँदैन है, आइएम सरी। सो इफ आई नट इन यसमा छैन भने चाहिँ के गर्नु पऱ्यो भन्दा त्यसमा हाल्नु पऱ्यो भनेपछि ऱ्याट डट एपेन्ड गरिदिउँ। एपेन्ड के गर्ने, आई गरिदिने। अब लास्टमा चाहिँ यसले चाहिँ सबै नभएको मिसिङ भ्यालुहरूलाई चाहिँ त्यसमा हालिदिन्छ। अब हामी रिटर्नमा चाहिँ यो गरिदिनु पायो। अब लेट्स सी है इफ दिस विल वर्क अर नट। ओके, सो हामी के गरौँ, पहिला नम्स इक्वल्स टु यही हामीसँग एक्जाम्पलमा भएको कुनै एउटा लिउँ है त, यही लिउँ। ओके, सो अब हामीले चाहिँ प्रिन्ट के गरौँ भन्दाखेरि प्रिन्ट चाहिँ हामीले चाहिँ अल मिसिङ नम्बरमा चाहिँ नम्स पास गरिदिउँ। ओके, अब यसले चाहिँ मिसिङ नम्बर दिनुपर्छ इफ ओके होइन यसले त सरी नम्स दिएपछि यसले किन भन्दाखेरि इफ हामीले वी मेस्ड अफ समथिङ आई इन रेन्ज 1 to n भनेको यसले सबै 4 3 2 7 8 सबै मिसिङ नम्बरलाई चाहिँ 1 2 3 4 सर्ट गरेर मात्रै देखाइदियो होइन मलाई। ओके ओके सरी, हामीलाई चाहिँ यो
यो यसमा चेक गर्ने होइन कि हामीले चाहिँ यसमा चेक गर्नु पऱ्यो होइन, टेम्पमा चेक गर्नु पऱ्यो। त्यो भयो भने चाहिँ 5 र 6 आउँछ है त। सो यसरी चाहिँ हामीले चाहिँ लाइक यसलाई सल्भ गर्न सकिन्छ होइन। सो यसले चाहिँ के गर्यो भने हामीले चाहिँ सबैलाई चाहिँ 1देखि चाहिँ 0देखि चाहिँ यसको हाइएस्ट नम्बरसम्म चेक गरौँ हरेक नम्बर। त्यो हरेक नम्बर चाहिँ यो नम्स भन्नेमा छैन भने चाहिँ यसले चाहिँ यो हाम्रो ऱ्याटमा चाहिँ स्टोर गर्दै गयो र हामीले त्यही रिटर्न गरेको। ओके, अहिले यति। हामी अर्को भिडियोमा चाहिँ अर्को प्रब्लम लिएर आउँछौँ है त।